एभ्रिवान, तपाईहरुलाई स्वागत छ सजिलो लेसनमा। लामो समयपछि तपाईहरुको बीचमा फेरि पनि सजिलो लेसनमा तपाईहरुले सिक्ने प्रतिक्रिया देखाउनु भएको कारणले तपाईहरुको बीचमा फेरि पनि केही लेसनहरु अलिकति नयाँ थपेका छौं र लिएर आउने कोसिस गरेका छौं। यदि तपाईलाई मन पर्यो भने है साथीहरुलाई शेयर गरिदिनु होला र सिक्नु पनि आशिषित हुनुभयो भने तपाईले त्यसमा लेख्न पनि सक्नुहुन्छ। र आज केही अलिकति फरक भिडियो हामीले लिएर आएका छौं र विशेष गरी तपाईले गएको दिनहरुमा कर्डहरु हामीले सिकाइसकेका छौं। हाम्रो च्यानलमा तपाईले चाहिँ मेजर कर्डहरु हेरिसक्नु भएको छ है, जुन चाहिँ मेजर कर्डहरु हामीले हेरिसक्यौं र एउटा एउटा कर्डहरु तपाईले पक्कै पनि सिकिसक्नु भएको छ होला भन्ने म आशा गर्छु। र त्यसपछि आएर फेरि हजुरहरुले माइनर कर्डहरु पनि सिकिसक्नु भएको छ होला, किनभने माइनर कर्डहरु पनि हामीले हाम्रो च्यानलमा अपलोड गरिदिसकेका छौं र माइनर कर्डहरु पनि तपाईले सिकिसक्नु भएको छ होला। यदि सिक्नु भएको छैन भने तपाईलाई अलिकति गाह्रो हुन सक्छ है यो, किन चाहिँ हामी चाहिँ अब चाहिँ के चाहिँ फ्यामिली कर्डहरुतिर अर्थात रिलेटिभ कर्डहरुतिर अलिकति मैले तपाईलाई बिगिनर क्लासहरु दिन जाँदैछु। त्यो कारणले गर्दा यदि तपाईले चाहिँ कर्डहरु अहिलेसम्म सिक्नु भएको छैन भने हाम्रो 1 2 3 लेसनहरु हेर्नुहोस्, त्यहाँ गएर पहिला चाहिँ कर्ड सिक्नुहोस्। सबै कर्डहरु याद भइसकेपछि अर्थात तपाईलाई हात राख्न आइसकेछ है, हात राख्न हल्का आइसकेपछि तपाईलाई सजिलो हुन्छ। त्यसपछि अनि फेरि हामी नयाँ कुरा थप्छौं, अर्थात हामी रिलेटिभ कर्डहरु सिक्न जाँदैछौं है। आजको यो भिडियो चाहिँ तपाईहरुले सिकिसक्नु भएको अलिकति बिगिनर कर्डहरु याद भइसकेकोहरुलाई थोरै अगाडि लिने कोसिस गर्दैछौं। आज सबै रिलेटिभ कर्डहरु हेर्दैनौं, तर आज एउटा कर्डको स्केलहरु हामी पत्ता लगाउँछौं। सबै स्केल होइन, तर हामी चाहिँ 4 वटा स्केलसम्म त्यसको रिलेटिभ कर्डहरु हेर्न जाँदैछौं है। त्यसैले सजिलो छ, गाह्रो छैन, हामी सिक्ने कोसिस गर्नेछौं र आज चाहिँ त्यसलाई हामीले चाहिँ प्र्याक्टिस कसरी गर्ने घरमा बसेको बेला भन्ने पनि हेर्नेछौं। र तपाईले आज यो लेसन पुरै सुरुदेखि अन्तिमसम्म हेर्नु भयो भने तपाईले चाहिँ आजको यो स्केलमा भएको कर्डहरु रिलेटिभ कर्डहरु याद गर्न सक्नुहुन्छ। र यो याद गरिसकेपछि केही समयपछि फेरि हामी अर्को स्केल सिकाउँछौं, अर्को स्केलको हाल्छौं। यसरी नै हामी फेरि एक एक गरेर सबै स्केलहरु सिक्नेछौं है। र यो धेरै गीतहरुमा तपाईलाई काम लाग्नेवाला छ, धेरै गीतहरु बजाउन सक्नुहुनेछ, घरमै बसेर तपाईले सिक्न सक्नुहुनेछ। आउनुहोस् हामी ढिलो नगरेर यसको कर्डहरु रिलेटिभ कर्डहरु चाहिँ हेर्नेछौं। हुन्छ है, म अलिकति नजिक गरेर तपाईलाई देखाएँ, सजिलो छ। हेर्नुस् है, हामीले आज चाहिँ सी स्केल हेर्न जाँदैछौँ, जुन चाहिँ इन्ट्रोमा हामीले हेरिसक्यौँ। सी स्केलबाट हामी चाहिँ कुन यसमा मेजर कर्डहरु, यसको रिलेटिभ कर्डहरु मेजर कुन र माइनर एउटा चाहिँ हामी कुन चाहिँ बजाउन सक्छौं त्यो सिक्नेछौँ है। मलाई आशा छ तपाईले सी सिकिसक्नु भएको छ है। सी चाहिँ तपाईले कसरी दबाउन सक्नुहुन्छ, पहिलो फ्रेटको दोस्रो स्ट्रिङलाई तपाईको इन्डेक्स फिंगरले है। त्यसपछि आएर फेरि तपाईले दोस्रो फ्रेट भित्र आएर तपाईले यो चाहिँ हेर्नुस् त चौथो तारलाई, त्यसपछि आएर फेरि यो 3 नम्बर रुम भित्र आएर अर्थात फ्रेट भित्र आएर तपाईले चाहिँ 5 नम्बरको तारलाई दबाउनु भयो भने यो चाहिँ सी मेजर है। सी मेजर यो स्केलमा हामी चाहिँ सिक्न जाँदैछौँ। सी मेजर अनि सी को रिलेटिभ कर्ड भनेको अर्को चाहिँ के हो भन्दाखेरि एफ मेजर। एकदमै सजिलोसँग के सिकाउँछु भन्दाखेरि एफ मेजर हुन्छ, सी को रिलेटिभमा पर्छ सी एफ मेजर भनेपछि मेजर एफ पनि हामीले सिकिसकेका छौं। यही हातलाई तपाईले यो दुईटा तारलाई दबाइदिनु भयो, पहिलो र दोस्रो। हेर्नुस् त, दोस्रोले दबाइदिनुस्। त्यसपछि आएर फेरि दोस्रो कोठा भित्र आएर तपाईले फेरि तेस्रो नम्बर तारलाई दबाउनुहोस् र यहाँ आएर चौथो र 5औं नम्बर तारलाई माथि अनि त्यसपछि तल गरेर तपाईले सजिलो एफ मेजर। कतिजनालाई यो तरिका सजिलो लाग्छ, कतिजनालाई चाहिँ पुरै बार यसरी दबाउनु पनि हुन्छ, तपाईलाई जस्तो सजिलो हुन्छ। यो सी एफ हेर्नुस् त, यो तल अनि माथि गरिदिनुस् यो एफ भनेपछि यसको रिलेटिभ कर्डमा सी एफ मेजर र अर्को मेजर कर्ड भनेको जी मेजर, जुन चाहिँ हामीले यहाँ सिकेका छौं। जी मेजर यसरी बनाउने जस्तो जी दबाउनु सजिलो छ। दोस्रो फ्रेट भित्र पहिलो औंलाले तपाईको 5 नम्बर तारलाई दबाउने, त्यसपछि आएर फेरि तेस्रो कोठा भित्र 6 नम्बर तारलाई, यो तारलाई तपाईको यो औंलाले दबाउनुस् बीचको औंलाले। त्यसपछि आएर तल फेरि है एक नम्बर स्ट्रिङ दबाए पनि हुन्छ, 1 र 2 लाई पनि दबाए हुन्छ। भनेपछि यो जी भनेपछि सी एफ जी मेजर भनेपछि यसमा रिलेटिभ भित्र मेजर कर्डहरु पर्ने भनेको सी मेजर, एफ मेजर र अर्को जी मेजर। र एउटा यसमा अब हामीले के थप्छौं, माइनर कर्ड थप्छौं है। माइनर कर्ड कुन थप्ने, ए माइनर हैन। हामीले पहिले पनि सिकेका छौं, ए यसरी बज्छ भनेका थियौं। अनि त्यसैले हेर्नुस् माइनर कर्ड दबाउनलाई पनि सजिलो छ। माइनर यहाँ चाहिँ दबाइ जानुस्, दोस्रोमा पहिलो कोठा भित्र फ्रेट भित्र दोस्रो स्ट्रिङ, त्यसपछि आएर फेरि दोस्रो कोठा भित्र
तेस्रो र चौथो र तेस्रो तारलाई दबाउनु भयो भने ए माइनर हेर्नुहोस् त माइनर ए माइनर अनि यो हेर्नुहोस् त बजाउँदा रहेछ सुनौँ है सबैलाई अब एकैचोटि सुनौँ कस्तो सुनिन्छ है मिली जस्तो लाग्छ नि है सुन्नुहोस् त हेर्नुहोस् हो यो किन यो चाहिँ फ्यामिली कर्ड या त सम्बन्धित कर्डहरू या रिलेटिभ कर्ड भएको भन्दाखेरि एकअर्कासँग जोडिएर बज्दाखेरि यो राम्रो सुनिन्छ त्यसैले कसैले अब चाहिँ सी स्केलको मेजर कर्डहरू कुन कुन हो भन्दाखेरि तपाईँले बुझ्नुपर्छ सी एफ जी भनेर याद गर्नुहोस् है हामीले याद गर्नेछौँ सी ए माइनर एफ जी सी ए माइनर एफ जी सी ए माइनर एफ जी यति कर्ड याद गर्नुभयो भने तपाईँले सी स्केलभित्र कर्डहरू तपाईँले जुनै गीत पनि बजाउँदाखेरि प्राय कर्डहरू तपाईँले यसमा मेल खान्छ चाहे सी है जी ए माइनर एफ हेर्नुहोस् त सी जस्तै बजाउनुहोस् एफ ए माइनर गयो म सी जान्छु ब्याक टु सी भनेपछि जसरी बजाउँदा पनि तपाईँको गीत अनुसार तपाईँको स्केल चेन्ज गरेर बजाउँदा नि तपाईँले मजाले त्यो कर्डहरूमा बोलाउन सक्नुहुन्छ भनेपछि तपाईँले आजको लेसनमा याद गर्नुपर्ने कुरा के हो सी को रिलेटिभभित्र सी पर्छ ए माइनर पर्छ एफ पर्छ जी पर्छ है यो चाहिँ कण्ठ गर्नुपर्छ याद गर्नुपर्छ अनि तब मात्र तपाईँले चाहिँ फेरि सीको के पर्छ भन्दा थाहा पाउनुहुन्छ है सी भित्र के पर्छ भन्दा त्यो सी स्केलभित्र पढ्ने कर्डहरू 4वटा मैले भने यसमा अझै पनि थुप्रै कर्डहरू हामीले एड गर्न सक्छौँ यसभित्र आउँछ तर नर्मल एउटा गीतमा हामीले थुप्रै कर्डहरू प्रयोग गर्न पर्दैन तपाईँले यो स्केलभित्र यही रिलेटिभ कर्डहरू याद गर्नुभयो भने धेरै याद गर्न सक्नुहुन्छ है अनि तपाईँलाई केही जिज्ञासा लाग्छ भने हामीलाई कमेन्ट पनि गर्नुहोला अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब पनि गर्नुहोला मैले फेरि देखाएँ सी मेजर एफ मेजर जी मेजर अनि ए माइनर अब यसलाई प्र्याक्टिस कसरी गर्ने है कसरी गर्ने भन्दाखेरि सीमा बसेर म तपाईँलाई देखाउँछु है अलिकति नजिक गरेर यता हानेको पनि देखाउँछु यसरी तपाईँले प्र्याक्टिस गर्न सक्नुहुन्छ हुन्छ है यसरी हेर्नुहोस् त मैले कर्ड चाहिँ त्यही नै समात्छु है मैले अलिकति फोकस यता गरेको छु तपाईँलाई सजिलो होस् भनेर हेर्नुहोस् अब कसरी प्र्याक्टिस गर्दै भन्दाखेरि तपाईँले 4 चोटि हान्दा पनि हुन्छ 1 2 3 4 है या तपाईँले चाहिँ एकचोटि हानेर 7 चोटि काउन्ट गर्दा 1 2 3 4 1 2 3 4 3 4 1 2 3 दुई पटकमा चेन्ज 1 2 3 4 1 2 3 4 1 2 3 4 याद सक्नुहुन्न 4 चोटि गर्नुहोस् सुरुमा है किन चाहिँ टाइम लाग्छ तपाईँलाई सिक्नको लागि तपाईँले पहिला 2 चोटि गर्नुहोस् जस्तो उदाहरणको लागि 1 2 3 4 1 2 3 चेन्ज 1 2 3 4 1 2 3 4 1 2 3 4 1 2 3 4 चेन्ज 2 3 4 1 2 3 4 अलिकति हात बस्यो भने अनि हजुरले यही स्केलमा चाहिँ के गर्न सक्नुभयो 4 चोटि हान्ने 1 2 3 4 चेन्ज 1 2 यसरी तपाईँले प्र्याक्टिस गर्न सक्नुहुन्छ है यसरी प्र्याक्टिस गर्नुहोस् हामी स्टमिङहरू हामीले राखिदिएका छौँ पछि हामी थुप्रै स्टमिङहरू हान्न सिकाउँछौँ ल्याएर आउँछौँ तपाईँले स्टमिङ पनि सिक्न सक्नुहुन्छ अहिले चाहिँ तपाईँले याद गर्नुपर्ने कुरा भनेको सी स्केलभित्र पढ्ने कर्डहरू सी ए माइनर एफ र जी र मेजर स्केलहरू मात्रै गर्दाखेरि सी एफ जी यति याद गर्नुहोस् फेरि अर्को भिडियोमा हामी भेट्नेछौँ अर्को भिडियोमा भेट्दाखेरि फेरि अर्को स्केल एउटा नयाँ सिक्नेछौँ है कस्तो लाग्यो भिडियो तपाईँले लेख्न नबिर्सनु होला र मन पऱ्यो तपाईँले चाहिँ सिक्नुभयो भने तपाईँको साथीलाई पनि सेयर गरिदिनुहोस् है तपाईँको साथीले पनि सिक्न सक्छ र हाम्रो च्यानललाई धेरैभन्दा धेरैको बिचमा पुग्नलाई तपाईँले सब्सक्राइब गर्नुपर्ने हुन्छ लाइक पनि गर्नुपर्ने हुन्छ र कमेन्ट पनि गर्नुपर्ने हुन्छ है तपाईँले त्यो गरिदिनु भने हाम्रो भिडियोहरू धेरै ठाउँमा पुग्छ हाम्रो च्यानल ग्रो हुन्छ र हामी अझै धेरै बढ्न सक्छौँ हुन्छ अर्को भिडियोमा भेट्नेछौँ अर्को भिडियोमा भेट्दा नभेट्दासम्म अहिलेलाई बिदा हुन्छु फेरि अर्को भिडियोमा भेट्न छ हुन्छ बाइ बाइ